अभिभावक हो, म अभिभावक हो, मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, मेरो बच्चा सरकारी स्कुलमा पढ्छ। साथीहरू, शिक्षकका मागहरू कुनै पनि हालतमा सरकारले पूरा गर्न सक्दैन भन्ने एउटा उदाहरण हो आज शिक्षा मन्त्री विद्या भट्टराईले दिएको राजीनामा। र यो कुरा यथार्थ पनि हो साथीहरू कि सरकारले कुनै पनि हालतमा शिक्षकहरूका माग पूरा गर्न सक्दैन। किन सक्दैन त भन्दाखेरिमा यदि मानौ कि सरकारले शिक्षकका सबै मागहरू पूरा गर्यो भने 1 वर्षमा साथीहरू 1 खरब रुपियाँ बराबरको आर्थिक भार सरकारमाथि पर्छ। ऋण खोजेर देशको मसलन्द खर्च चलाइरहेको सरकारले 1 खरब रुपियाँको आर्थिक भार कसरी थेक्ने? यो सम्भव नै छैन। यही कारणले गर्दा शिक्षा मन्त्री विद्या भट्टराईले आज राजीनामा दिएकी हुन्। माग पूरा गर्न कुनै हालतमा सकिँदैन यदि माग पूरा नगरे चौतर्फी घेराबन्दीमा परियो। यही कारणले उनले यो तनाव लिनुभन्दा राजीनामा दिए ठिक भनेर आज पदबाट राजीनामा दिएकी छन्। देशका लाखौं विद्यार्थी भाइ बहिनीहरूको भविष्य बनाउन भनेर हिँडेका शिक्षकहरूलाई उनीहरूको माग सरकारले पूरा गर्न सक्दैन भने अब सरकार कुन अवस्थामा छ, यो देश कुन अवस्थामा छ भन्ने कुरा यहीँबाट प्रष्ट हुन्छ साथीहरू। अस्तिका दिन मात्रै साथीहरू एउटा डाटा सार्वजनिक भएको थियो कि सरकारले 9 महिनामा 2 खर्ब 65 अर्ब रुपियाँ ऋण खोजेछ र त्यो ऋण मध्ये 2 खर्ब रुपियाँ त उसले सामान्य ब्याज मात्रै बुझाएछ। अब तपाईँ हामीहरू यहीँबाट अनुमान लगाउन सकिन्छ कि देशले अब कुनै पनि हालतमा आर्थिक भार खेप्न सक्ने अवस्थामा छैन भनेर। या त जे छ ठिकै छ भनेर हामीले नेता पाल्न सक्नु पर्यो या त नेता फाल्न सक्नु पर्यो। अब त्यसको विकल्प छैन साथीहरू। नेताहरूले आफ्नो फाइदाको निम्ति, आफ्नो सुविधाको निम्ति देशको बजेटको धुली साथ पारेका छन्। देशको अर्ब रुपियाँ बजेट यहाँनिर सेवा, सुविधा, तलब, भत्तामै जान्छ। 800 भन्दा बढी सांसद, 100 मन्त्रीहरू, मुख्यमन्त्रीहरू, प्रधानमन्त्री, तिनीहरूका स्वकीय सचिवहरू, कर्मचारीहरू, तिनीहरूलाई दिने सुरक्षा, यी सबैको आर्थिक भार सरकारले दैनिक ऋण खोजेर चलाइरहेको छ। अब यस्तो अवस्थामा फेरि अर्को एउटा 1 खरब रुपियाँ बराबरको आर्थिक भार यो सरकारले कसरी थेक्न सक्छ? त्यसो हुँदा यो अब अन्तिम विकल्प हो साथीहरू, नेता फाल्ने कि पाल्ने। यदि नेता पाल्ने हो भने हामी कसैले पनि सेवा सुविधा खोज्नु हुँदैन। शिक्षकहरूले चुपचाप विद्यार्थीहरू पढाइराख्नुपर्छ र हामी आम सर्वसाधारणले अब स्वास्थ्य बिमा पाएनौँ भने पनि यो अनौठो मान्नु पर्दैन साथीहरू। ज्येष्ठ नागरिकहरूले वृद्ध भत्ता पाएनन् भने पनि यो कुनै नौलो कुरा हुने छैन। राष्ट्र सेवकहरूले पाउने सेवा सुविधाहरू पाएनन् भने यसमा कुनै अचम्म मान्नु पर्दैन। तर नेताहरूले आफ्नो लागि भने जसरी पनि व्यवस्था गरेका छन् यहाँनिर। यही कारणले गर्दाखेरिमा आज हाम्रो देशमा लाखौं बालबालिकाको भविष्य बोकेर हिँडेका शिक्षकहरू विगत 20 दिनदेखि आन्दोलनरत हुँदा पनि उनीहरूको माग पूरा गर्न सरकारले सकेन र फलस्वरूप शिक्षा मन्त्रीले नै राजीनामा दिनु पर्यो साथीहरू। कस्तो दुर्भाग्यपूर्ण छ यो, हेर्नुहोस् त। यसले एउटा कुरा के प्रश्न पार्छ भने साथीहरू, आन्दोलन मात्रै होइन, हाम्रो देश नै गम्भीर मोडमा छ। बस अबको एउटा अन्तिम विकल्प नेता पाल्ने कि फाल्ने, यही हो साथीहरू।